नेपालको मध्यपश्चिमी भागमा अवस्थित ढोरपाटन प्राकृतिक सौन्दर्यताको खानी र जैविक विविधताको केन्द्रबिन्दु हो। नेपालको पर्यटकीय राजधानी पोखरा ढोरपाटनको अनुपम प्राकृतिक सौन्दर्य र साहसिक गन्तव्यतर्फको प्रवेशद्वारको रूपमा रहेको छ। पोखराबाट करिब 100 किलोमिटरको साहसिक सडक मार्ग र सुन्दर मनमोहक रमणीय पहाडी दृश्यहरूले भरिपूर्ण यात्राबाट ढोरपाटन पुग्न सकिन्छ। नेपालकै पहिलो र एकमात्र शिकार आरक्षणको रूपमा मात्र नभई यहाँका सांस्कृतिक, पर्यावरणीय र ऐतिहासिक महत्त्वले पनि चर्चित छ। सुन्दर ढोरपाटनको काखेमा अवस्थित बिवाइसी बागलुङ सामाजिक रूपान्तरण र दिगो विकासको लागि समर्पित एक प्रतिष्ठित गैरनाफामूलक संस्था हो। बिवाइसी बागलुङले नेपालमा दिगो विकास, वातावरण संरक्षण, मानवाधिकार र सामाजिक मूल्य मान्यताको प्रवर्धन गर्दै आत्मनिर्भर समुदाय निर्माणका लागि कार्य गर्दै आएको छ। विगत 4 दशकभन्दा बढी समयदेखि स्वास्थ्य, पोषण, पिउने पानी, सरसफाई र स्वच्छता, वास, लैङ्गिक समानता र सामाजिक समावेशीकरण जेडसी, अपाङ्गता समावेशीकरण, वातावरण संरक्षण, स्वयंसेवा, शिक्षा, कृषि, जीविकोपार्जन, पर्यटन र दिगो विकास जस्ता क्षेत्रमा आफ्ना अभियानहरूलाई सञ्चालन गरिरहेको छ। संस्थासँग हाल 96 जना पूर्णकालीन कर्मचारीहरू र 132 जना सदस्यहरू छन्, जसमा 104 जना आजीवन सदस्यहरू रहेका छन्। संस्थाले स्थानीय सरकार, सरकारी तथा गैर सरकारी संस्थाहरू र अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूसँग सहकार्य गर्दै नागरिक समाजको पैरवी, सुशासन प्रवर्धन, स्वास्थ्य सुधार र स्रोतहरूको समान वितरण सुनिश्चित गर्नका लागि कार्य गर्दै आएको छ। यस संस्थाले हरेक 4 वर्षमा 15 सदस्यीय कार्यकारी समिति निर्वाचित गर्छ, जसमा कम्तीमा 33% महिला सहभागिता अनिवार्य रूपमा सुनिश्चित गरिएको हुन्छ। जिल्लाका 10वटै पालिकामा आफ्ना गतिविधिहरू विभिन्न परियोजना मार्फत सञ्चालन गर्दै आइरहेको छ। समुदाय स्तरमा काम गर्दा हामी स्थानीय सरकारको साझेदार संस्थाको रूपमा काम गर्छौँ। विशेष गरेर स्थानीय सरकारसँगको समझदारीमा, समन्वयमा, उहाँहरूसँगको कोअर्डिनेसनमा योजनाहरूलाई चाहिँ सम्पन्न गर्नको लागि, उहाँहरूको आकाङ्क्षालाई पुरा गर्नको लागि हाम्रो सदैव स्थानीय सरकारको सहयोगी भूमिकाको रूपमा रहन्छ र हामी साझेदार संस्थाको रूपमा काम गरिरहेका छौँ स्थानीय सरकारसँग। बिवाइसी बागलुङले हाल फेडरल मिनिस्ट्री फर इकोनोमिक कर्पोरेसन एन्ड डेभलपमेन्ट BMZ-TDH जर्मनीको आर्थिक तथा प्राविधिक सहयोगमा दिगो पर्यटन प्रवर्धन परियोजना सञ्चालन गरिरहेको छ। यस वृत्तचित्र मार्फत हामीले ढोरपाटनको प्राकृतिक सम्पदा, स्थानीय समुदायहरूको जीवनशैली र यस क्षेत्रको संरक्षण र विकासमा बिवाइसी बागलुङको प्रयासलाई उजागर गरिएको छ। ढोरपाटनलाई व्यवस्थित, दिगो र समावेशी पर्यटन गन्तव्यका रूपमा विकास गर्नका लागि ढोरपाटन क्षेत्रमा दिगो पर्यटन प्रवर्धन परियोजना सञ्चालन गरिरहेको छ। दिगो पर्यटन प्रवर्धन परियोजना मार्फत ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकाको 16 वडामा महिला समूह, युवा समूह, बाल क्लब, होमस्टे, महिलाहरूले नेतृत्व गरेको सहकारी, ढोरपाटन शिकार आरक्षण, विश्वविद्यालय, सञ्चार माध्यमहरूको सहकार्यमा विभिन्न गतिविधिहरू सञ्चालन गरेको छ। यस परियोजना अन्तर्गत गठित महिला समूह र बाल क्लबले जस्तै 16 वटा युवा समूह मार्फत युवाहरूको समस्या समाधान र युवाहरूलाई सामाजिक विकासमा परिचालन गर्नेछ। विशेष गरी ढोरपाटनको अब ट्रेकिङ गर्ने ठाउँ हो, त्यसकारणले गर्दाखेरि रजिस्टर मान्यता प्राप्त भएको गाइडहरूको चाहिँ एकदमै आवश्यकता छ यहाँ ढोरपाटनमा र त्यसका लागि ट्रेनिङ दिन सकियो हैन। अनि त्यसै गरी अब यहाँको जुन लोकल परिकारहरू हुन्छ, विशेष गरी त यहाँ त आलुकै कृषि हुने गर्छ हैन, त्यसको आलुबाट के बनाउन सकिन्छ त्यसको पनि तालिम लिन सकियो। अनि कफी, चियाहरूको हुन्छन् हैन, त्यस्तोको चाहिँ ट्रेनिङ दिन सकिन्छ। दिगो पर्यटन प्रवर्धन परियोजना मार्फत संस्थाले यस क्षेत्रका युवाहरूलाई
उद्यमशीलतातर्फ अगाडि बढाई पर्यटनको सम्भावनालाई अवसरमा परिवर्तन गर्नका लागि 50 जना युवाहरूलाई टुरिस्ट गाइड तालिम, 50 जना युवाहरूलाई होमस्टे व्यवस्थापन तालिम र थप 50 जना युवाहरूलाई क्याफे तथा बेकरी तालिम प्रदान गर्नेछ। यसरी तालिम प्राप्त युवाहरूलाई व्यवसाय सुरु गर्नका लागि आवश्यक सामग्रीहरू समेत परियोजना मार्फत युवाहरूलाई वितरण गरिनेछ। बीवाईसी बागलुङले बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र निसिखोला गाउँपालिकाको 16वटा वार्डमा हामीले चाहिँ 48वटा युवा ग्रुपहरू हामीले चाहिँ फर्मेसन गरेर चाहिँ हाम्रो कार्यक्रम सञ्चालन गरेका छौँ। यो कार्यक्रमले ढोरपाटन र निसिखोला गाउँपालिकाका चाहिँ 16वटै वार्डमा दिगो पर्यटन प्रवर्धनसँग सम्बन्धित कामहरू चाहिँ हामी कार्यान्वयनमा ल्याएका छौँ। परियोजनाका लाभग्राहीहरूको छनौट स्थानीय समुदाय र सरकारी निकायहरूसँगको परामर्शमा गरिएको छ। यस परियोजना मार्फत 12वटा सामुदायिक विद्यालयहरूमा पर्यटन, वातावरण संरक्षण तथा स्थानीय सांस्कृतिक प्रवर्धन सम्बन्धी पाठ्यक्रम निर्माण गरी अध्ययन अध्यापन गराइएको छ। साथै विद्यार्थीहरूलाई वातावरण सचेतना बढाउने कार्यक्रमहरूलाई प्राथमिकता दिई कार्य हुनेछ। दिगो पर्यटन र पर्यापर्यटनलाई विस्तार गर्नको लागि चाहिँ युवा विद्यार्थीहरूलाई बाल क्लबको माध्यमबाट अवेरनेस क्याम्पेन गर्ने र समुदायमा आधारित क्रियाकलापहरूमा विद्यार्थीहरूलाई सहभागी गराउने, तिनीहरूलाई चाहिँ ग्रिन सिटीको परिकल्पना अनुसार विद्यार्थीहरूलाई चाहिँ आफ्नो कार्यक्षेत्र विस्तार गर्नको लागि चाहिँ प्रेरित गर्ने लगायत स्थानीय तहमा बनिरहेको स्थानीय पाठ्यक्रममा दिगो पर्यटनसँग सम्बन्धित विषयवस्तुलाई इन्क्लुड गरेर जान सकियो भने हामीले चाहिँ दिगो पर्यटनलाई चाहिँ व्यवस्थित गर्न सक्छौँ। हामी बाल क्लब बन्न पाएको भए यस वरपर रहेको कम्पाउन्ड एरियामा नि सरसफाई कार्यक्रम गराउन सकिन्थ्यो। यस परियोजनाले स्थानीय स्तरमा रहेको कृषि तथा पशुपालनलाई समेत व्यवस्थित रूपमा विकास गर्ने गरी कार्यक्रम तयार गरेको छ। स्थानीयहरूले गरेको नियमित कृषि तथा पशुपालन कार्यमा सिप र प्रविधि जोडेर व्यावसायिक उत्पादन र आर्थिक वृद्धिमा योगदान पुग्नेछ। यहाँको उत्पादन भनेको आलु खेती हो। यो आलु खेतीलाई उत्पादन गर्नको लागि बहुतै मेहनत गर्नुपर्छ र लगानी धेरै गर्नुपर्छ। उत्पादन कम छ। यहाँ चाहिँ कृषि प्रविधि भनौँ अथवा कृषि आधुनिकीकरणले चाहिँ यहाँको चाहिँ आलुलाई चाहिँ उत्पादनमा चाहिँ जोड दिएपछि केही चाहिँ अब चाहिँ सहज हुने थियो होला, उत्पादन बढी हुने थियो होला। हजुर, यदि चाहिँ उत्पादन भइहाले पनि आलुको बजारीकरण छैन, मार्केट छैन, यहाँको व्यवस्थापन छैन। हजुर, यसको व्यवस्थापनको लागि चाहिँ आलु चाहिँ उत्पादन प्रशस्त आलु उत्पादन गर्ने भने यहाँको चाहिँ जनताको चाहिँ जनजीवन चाहिँमा चाहिँ धेरै सहज हुन्छ। हजुर, हाम्रो चाहिँ मुख्य खेती, मुख्य खाना नै आलु। हजुर, यहाँको यो ढोरपाटनको र यसलाई चाहिँ आलुको परिकार बनाउनको लागि चाहिँ यदि उत्पादनमा राम्रो चाहिँ उत्पादन आयो भने आलुको परिकार बनाउनको लागि चाहिँ अब यिनी चाहिँ अब चाहिँ हामीले चाहिँ यहाँ चाहिँ बनाउने त्यस्तो किसिमको चाहिँ मेसिनहरू छैन, त्यस्तो किसिमको अत्याधिक औजारहरू छैन। यिनको व्यवस्थापन गर्नको लागि कहीँ कतैबाट चाहिँ यसो राज्यको नजर अथवा कहीँ कृषि व्यवस्थापनबाट कृषिबाट चाहिँ केही सहयोग अथवा केही सहयोगको अपेक्षा पनि गर्छन् यहाँका जनताहरूले। स्थानीय स्तरमा भएको भेडा पालनलाई आर्थिक लाभसँग जोड्नका लागि भेडाको ऊन उत्पादन र प्रशोधनबाट कृषकले लाभ लिन सकुन् भन्ने उद्देश्यले यस परियोजना मार्फत प्राविधिक सहयोग प्रदान गरी स्थानीय महिला समूहहरू मार्फत बजारीकरणको आवश्यक व्यवस्था गरिएको छ। अब यो सिकिसकेपछि सबभन्दा त सामान बनाउनु ठुलो कुरो हो। अनि त्यसपछि सामान बनाइसकेपछि बेचबिखन गर्ने अथवा बजारीकरण गर्नको लागि हामी यो समूहबाट नै गर्नेछौँ र सरहरूले पनि अलिकति बजारतिर पहिला सुरुमा हामीले घुलमिल नहुँदासम्म अथवा बजारतिर चिनचान नहुँदासम्म सरहरूले पनि अब कन्ट्याक्ट गरिनुहुनेछ। ढोरपाटन नगरपालिकामा बस्ने भेडा पाल्ने गरेको अहिले 14 वर्ष भयो। तर भेडाबाट दुःख पनि धेरै छ, आम्दानी त्यति हुँदैन। तर ऊन काटेर खेर जान्छ र तपाईँको अलिकन माउहरू पनि बिक्री हुँदैन। र यसको लागि अलिकन यो ऊन बिक्री हुन लागि र यो माउहरूको लागि अलिकन मूल्याङ्कन पनि माथि हुन पर्यो। र यो उसको माथि लेकमा चढ्दाखेरि तपाईँको बस्तीको लागि ऊ पनि राम्रो छैन। हेर्नुहोस्, पालोहरू पनि
यस क्षेत्र प्राकृतिक रूपमा जति सुन्दर छन् त्यहाँका स्थानीयहरू विभिन्न समस्याबाट ग्रस्त छन्। वातावरणीय परिवर्तन लगायतका कारणले यहाँका बासिन्दाले खानेपानीको ठूलो समस्या भोगिरहेका छन्, जसले उनीहरूको दैनिक जीवनयापनमा प्रत्यक्ष प्रभाव पारेको छ। भन्छन् आउँदाको दिन एक गाग्री आउँछ, उनीहरूले 2-3 गाग्रो भर्यो भने हामीलाई 1 गाग्री दिन्छन्। आड्न भने उनलाई आएन हामीलाई कमान दिउन्। अहिले परान अनिल बोकी खाने हो गर, परान नहुने त्यत्तिकै हो हजुर। पानीको त ठुलो समस्या यो ठाउँमा पानीको। यस क्षेत्रका कृषकहरूले उत्पादन गरेको कृषि उत्पादनलाई आर्थिक लाभ लिनका लागि कृषि उत्पादनलाई प्रशोधन गर्ने प्रविधि र सिप समेत हस्तान्तरण गरिनेछ। विशेष गरी त्यहाँ उत्पादन हुने स्याउ, आलु, डालेचुक लगायतका कृषि उत्पादनलाई प्रशोधन बजारीकरणको आवश्यक व्यवस्था परियोजना मार्फत गरिनेछ। उच्च भेगमा हुने च्याङ्ग्रा पालनलाई उनको उत्पादनलाई प्रशोधन, सामग्री उत्पादन तथा बजारीकरणका लागि आवश्यक तालिम र प्रविधिको समेत व्यवस्था गरिनेछ। यसरी कृषकहरूको छनौट गर्दा न्यूनतम 50% महिलाहरूको सहभागिता सुनिश्चित गरिनेछ। खास यो परियोजनाको लक्ष्य भनेको अनुकूलन कृषि प्रणाली र पर्यटन विकास मार्फत दिगो जिगो पार्जनमा चाहिँ सुधार आएको हुनेछ भन्ने परियोजनाको खास लक्ष्य छ भने यसमा 2वटा उद्देश्य राखिएको छ। हामी 6000 परिवारमा काम गर्छौँ। 6000 परिवारको मासिक आम्दानी 8000बाट परियोजनाको अन्त्यसम्ममा 50% वृद्धि भएर एउटा परिवारको आम्दानी चाहिँ 12000 पुगेको हुनेछ भन्ने एउटा छ। र अर्को छ पर्यटन विकास योजना निर्माण गर्ने भन्ने परियोजनाको उद्देश्य रहेको छ। यसै अन्तर्गत हामीले ढोरपाटन नगरपालिका र निसिखोला गाउँपालिकाका 16वटै वडामा सबै वडालाई लक्षित गरेर वडा स्तरीय चाहिँ युवा समूहहरू र वडा स्तरीय महिला समूह र वडा स्तरीय चाहिँ सामुदायिक विद्यालयहरूमा रहेका बाल क्लब मार्फत चाहिँ हामी काम गर्छौँ। 48वटा समूह मार्फत खास यो प्रकृति संरक्षण, जैविक विविधता संरक्षण, दिगो पर्यटन विकासमा प्रकृति संरक्षणमा चाहिँ हामीले 4वटा थेमेटिक एरियामा रहेर विभिन्न किसिमका कार्यक्रमहरू गर्छौँ। ढोरपाटन शिकार आरक्षणको काखेमा रहेको ढोरपाटन नगरपालिका र निसिखोला गाउँपालिकामा पर्यटकहरूको बसाइलाई सुविधाजनक बनाउनका लागि आवश्यक पर्ने पूर्वाधार विकासमा समेत दिगो पर्यटन प्रवर्धन परियोजनाले विशेष व्यवस्था गरेको छ। स्थानीय स्तरमा रहेका होमस्टेको स्तर उन्नति र नयाँ होमस्टेको स्थापना समेत हुनेछ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरूलाई ढोरपाटन शिकार आरक्षणको जानकारी तथा सूचनामा सहज पहुँच तथा प्रचार प्रसारको लागि एक सुविधा सम्पन्न पर्यटन सूचना तथा सम्पर्क केन्द्रको निर्माण र सञ्चालन हुनेछ। यसले ढोरपाटन शिकार आरक्षणमा पर्यटकहरूको आगमनलाई बढाउनेछ। यहाँ स्थानीय स्तरमा उत्पादन भएको सामग्रीहरूको व्यवस्थापन र बजारीकरणका लागि महिलाले नेतृत्व गरेको 2 सहकारीको स्थापना गरिनेछ। महिलाहरूलाई उद्यमशील बनाउनको लागि सिपमूलक तालिमहरू दिन सकिन्छ, जस्तै कुकको तालिम भयो। अन्य विभिन्न समूहहरू गराएर जनचेतना फैलाउने पहिला सुरु। यहाँको मान्छेहरू धेरै विकट छ, मान्छेहरू पढे लेखेको छैन, उनीहरूलाई सबै कुराहरू थाहा हुँदैन। त्यही भएर सबैभन्दा पहिला मान्छेहरूलाई जनचेतनामूलक कार्यक्रम गराउने, त्यसपछि सिपहरू महिलाहरूले पनि केही गर्न सकिन्छ, अरूको भरमा होइन, आफैमा निर्भर भएर केही गर्न सकिन्छ भनेर उनीहरूलाई सिकाउने अनि बुझाउने, सिपमूलक तालिमहरू सिकाउने। दिगो पर्यटन प्रवर्धन परियोजना मार्फत बीवाईसी बागलुङले 30वटा होमस्टेको स्थापना गर्नेछ, जसमा न्यूनतम 50% महिलाहरूले सञ्चालन गर्नेछन् भने होमस्टेसम्म पुग्नका लागि 2 किलोमिटर लामो पहुँच मार्गको निर्माण हुनेछ। यसरी स्थापित होमस्टे व्यवस्थापनको तालिम समेत प्रदान गरिनेछ। साँच्चै ढोरपाटनको महिमा अलिकति ओझेलमा परेको जस्तो देखिन्छ। ढोरपाटनको महिमालाई चाहिँ उजागर गरेर यहाँ चाहिँ व्यवस्थित रूपमा चाहिँ घुम्न आउने पाहुनाहरूको चाहिँ बसाइ लम्ब्याएर चाहिँ एउटा आर्थिक उपार्जनको पाटो पनि रहेको छ। त्यसको साथसाथै स्थानीय स्तरमा चाहिँ उत्पादन भएका त्यस्ता किसिमका अलिकति स्याउका कुराहरू, आलुका कुराहरूलाई पनि अलिकति व्यवस्थित गरेर बाहिर चाहिँ पठाएर भन्दा पनि अलिकति भ्यालुएट गरेर चाहिँ प्रोसेसिङ सेन्टरहरू स्थापना गरेर चाहिँ हामीले आलुमा पनि काम गर्ने चाहिँ हाम्रो लक्ष्य परियोजनाको लक्ष्य रहेको छ।
दिगो पर्यटन प्रवर्धन परियोजना सञ्चालनका लागि स्थानीय तहहरूसँगको प्रत्यक्ष सहभागितामा ढोरपाटन नगरपालिका र निसीखोला गाउँपालिकामा सञ्चालित सबै कार्यक्रमहरूको समन्वयपूर्ण तरिकाबाट सञ्चालन गरिएको छ। समग्र हिसाबमा भन्ने हो भने हाम्रो निसीखोलामा चाहिँ नि एउटा होमस्टेको स्थापना हामीले गर्न सक्यो भने निसीखोला गाउँपालिका सबै वडाहरूमा सम्भव छ। तर हामीले त्यस्तै खालको चाहिँ पुरानो कल्चरहरू होइन, पुरानो चाहिँ कल्चरहरूदेखि लिएर चाहिँ त्यहाँ होमस्टेमा हुने कुरा सबै सरसफाइदेखि लिएर चाहिँ त्यहाँ अर्ग्यानिक चिजहरू, अब बाहिरबाट गेस्ट आयो भने तपाईँको चाहिँ गेस्टहरूलाई चाहिँ त्यो सबै अर्ग्यानिक उनले भनेअनुसार चाहेअनुसार चाहिँ हामीले चाहिँ खाना खुवाउन सक्यो, बस्ने व्यवस्था त्यस्तै खालको गऱ्यौँ। विभिन्न किसिमको कल्चरहरू हामीले त्यहाँ देखाउन सक्यो, उनलाई सत्कार, उनलाई चाहिँ सम्मान, गेस्टहरूलाई सम्मान गर्न सक्यो भने हाम्रो सम्भव छ। दिगो पर्यटन प्रवर्धन परियोजना मार्फत जलवायु र वातावरण संरक्षण अभियानलाई अध्ययन अनुसन्धानको माध्यमबाट समेत प्रवर्धन गरिरहेको छ। पर्यटनको महिमालाई बढाउन परियोजना अवधिमा 15 जना विद्यार्थीलाई शोध अनुसन्धान कार्यको लागि पनि सहयोग गर्नेछ। यहाँका जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन र दिगो विकासका अवसरहरू सिर्जना गर्न यस दिगो पर्यटन प्रवर्धन परियोजना एउटा महत्त्वपूर्ण कदम साबित हुनेछ। बीवाईसी बागलुङले समाज रूपान्तरणमा पुर्याएको योगदानहरूमा अर्को एक मजबुत इट्टा थपिनेछ।